ब्याक टु माई न्यू ब्लग। आज पनि म नयाँ ब्लगको साथ उपस्थित भइराखेको छु। यति बेला म चाहिँ सेलरोटी बनाउने भनेर यहाँ सेलरोटी बनाउँदैछु। अलिकति यता यहाँ बनाइसकेँ, अलिकति चाहिँ यहाँ बनाउँदैछु। ल सेलरोटी बनाउने चाहिँ मेरो आइडिया यस्तो रहेको छ। सेलरोटी यता भइसक्यो, यता पाक्दैछ। यसरी मजाले पकाउने, त्यसपछि सेलरोटी बन्छ। यहाँ चाहिँ मैले आधा बनाइसकेँ, चाहिँ अलिकति बाँकी रहेको छ। यसो चाहिँ बनाउन सजिलो भएको हुनाले मैले चाहिँ यसमा यहाँ दिएर बनाएको छु। यसरी मजाले यसरी बनाएछु। चाहिँ कराईमा बनाएको छु सेलरोटी। यता यति राम्रो सेलरोटी बनेको छ कि यहाँ यस्तो खाउन नलाग्ने हेर्दै यस्तो बबाल रोटी बनेको छ। यहाँ सेलरोटी खानु भए त कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यस्तो बबाल छ कि बबाल छ। ल यता पनि पाक्दैछ, यहाँनिर यस्तो मजाले बनिसकेको छ। यसरी यसरी बनाउने बबाल चाहिँ बबाल जानु भन्ने राम्रै बन्द रहेछ। त्यसपछि राम्रोसँग रातो पकाउनुपर्छ। यसरी हो, यहाँ यस्तो रातो मजाले पाक्यो। यसरी पाकिसकेपछि अब यसलाई सेलरोटीको लगाएर यसरी पल्टाउनुपर्छ। यस्तो दामी बन्छ फेरि। नाप्थ्यो यहाँ मजाले बनाएर बन्छ। यसरी दामी बन्छ कि सेलरोटी। मजाले बाँच्छ। हाल्नु नजानेर हामीले गाडीहरू पनि बनाउन सक्छौँ। तरिकाहरू अप्नाएर यो सेलरोटी बनाउन सकिन्छ। मैले चाहिँ हातैले बनाएको छु। यति राम्रो बनेको छ कि यस्तो बवाल बनेको छ। अब यसरी मजाले पाके कति राम्रो मजाले फुटेछ नि। यहाँ यस्तो राम्रो बनेको छ नि। यस्तो मजाले फुट्छ। यो रातो हुन्छ नपाक्छ। मजाले यसरी पाक्यो भने यो चाहिँ पर्छ। रातो भयो अझै भएको छ। मजाले पाक्छ कि यो चाहिँ कसको फेभरेट हो यो सेलरोटी। मेरो चाहिँ एकदमै फेभरेट हो यो सेलरोटी। यस्तो मजाले पकाउने। अहिले यस्तो रातो भइसक्यो। यसलाई चाहिँ यसरी पकाउनुपर्छ। यस्तो हेर्नु मजाले यस्तो राम्रो बनेको छ। यो पाकेर देखाउँछु।
मजाले भगवान क्या जुलुम है। हे प्रभु हे हरिनाम मजाले सेकेन्डतिर नि सेपरेटी गर्नु पऱ्यो यस्तो दामी गर्छ यतातिर पनि ल बबलको यो चाहिँ कस्तो बन्यो अब यो पाक्यो मजाले पाक्दैछ यो ल यसरी रोटी बनेको छ आज मजाले कति राम्रोसँग फुलेको छ कि यस्तो राम्रो रोटी बनेको छ राम्रो हुँदैन यो चाहिँ रोटी बनाउँदैन मजाले ल यतातिर मैले चाहिँ यति बनाइसकेको छु धेरै बनाइसकेँ यस्तो राम्रो बनेको थियो मेरो फर्स्ट टाइम हो यो पहिला पनि बनाउँथेँ तर यस्तो राम्रो चाहिँ बनेको थिएन अहिले त यस्तो राम्रो भोबाल बनेको छ खतरनाक बनेको छ कि सेलरोटी राम्रो बनेको छ ल सेलरोटी आयो यस्तो राम्रो छ कि यो सेलरोटी मिठो चाहिँ भ्याइसक्यो अब रोटी बनाइसकेँ मैले चाहिँ अब यति थोरै छ त्यसलाई के गरौँ त म यसलाई नि बनाइदिने जमेन भ्याइयो हेलो गाइस, देखो ना गाइस, देखो ना क्या है ये गाइस, देखो ना गाइस, और देखो ना गाइस, बहुत लग गया गाइस, क्या बोलेगा हो नाङ्लो सेल रोटीको यो चाहिँ नाङ्लो सेल ल बाई बाई।